म युके जान्छु, त्यसपछि पिआर पाउँछु अनि त्यसपछि मेरो जिन्दगी त मोज हुन्छ। यस। एकछिन यदि उहाँ जस्तै तपाईँ पनि पिआर लिन मात्रै युके जाने सपना देख्दै हुनुहुन्छ भने तपाईँ रङ ट्र्याकमा हुनुहुन्छ। स्टुडेन्ट भिजा लिएर युकेमा पर्मानेन्टली सेटल हुन्छु भनेर सोच्दै हुनुहुन्छ भने तपाईँ त्यसमा पनि रङ ट्र्याकमा हुनुहुन्छ। त्यहाँको पिआर प्रोसेस र रुल्स यति टाइट छ कि रेगुलर स्टुडेन्ट्सको लागि सेटल हुन अलमोस्ट इम्पोसिबल छ। त्यसैले आँखा चिम्लेर भन्दा पनि रियालिटी बुझेर मात्रै डिसिजन लिनुहोस्। तर यसको मतलब यो होइन कि युके नराम्रो कन्ट्री हो। इफ यु आर लुकिङ फर पर्सनल ग्रोथ, इन्टरनेसनल एक्सपोजर अनि क्वालिटी एजुकेसन, युके जस्तो राम्रो कन्ट्री पाउन एकदमै गाह्रो छ है गाइज। भिजा सक्सेस रेटको कुरा गर्दा, पढाइको स्ट्यान्डर्डको कुरा गर्दा अनि ट्युसन फीको कुरा गर्दा अरू कन्ट्रीको तुलनामा युके एकदमै अफोर्डेबल अनि एफिसियन्ट छ। सो यदि 3-5 वर्ष जति त्यतै बसेर फरेन एक्सपोजर लिएर अलिकति स्किल्सहरू डेभलप गरेर नेपाल फर्किने सोचमा हुनुहुन्छ अथवा युकेतिरैबाट अरू कन्ट्री गएर आफ्नो करियर डेभलप गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ युके तपाईँको लागि बेस्ट अप्सन हुन सक्छ। सो तपाईँ जानेर बुझेर क्लियर भएर मात्रै अप्लाई गर्नुहोस्, किनभने इफ युआर प्लानिङ अन पर्मानेन्टली रिजाइडिङ यु विल निड अ लट अफ प्री प्लानिङ अनि हेक्टिक पेपर वर्क्स, पैसा पनि एफर्ट पनि त्यत्तिकै लाग्छ। बट इफ योर गोल इज टु बिल्ड योर स्किल्स अनि गेन फरेन एक्सपोजर अनि रिटर्न ब्याक, युके जस्तो टप चोइस कन्ट्री तपाईँले कतै पनि पाउनुहुन्न। सो यदि तपाईँलाई अब यो विषयमा अरू केही जानकारी चाहिरहेको छ भने यु क्यान डिएम बेन्चमार्क ग्लोबल कन्सल्टेन्ट्स or leave us a text on the comments and we will get back to you. Bye.